नेपाल हिन्दू राष्ट्र भएकै कारणले नेपालमा हरेक पर्वहरू मनाइन्छ। जस्तै हरेक पर्वहरू छन्, तिहारहरू छन्, त्यसमध्ये पनि एउटा यो तिहार हाम्रो देउता मान्ने चलन हो। यसलाई चाहिँ भारबाई मस्टोको यहाँ पूजा गरिँदैछ अनि भारबाई मस्टोको पूजा चाहिँ यसरी गरिन्छ। अनि हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ, यहाँको कला संस्कृतिलाई कस्तो लाग्छ, यो कलालाई के गर्न स्यालुट गर्न चाहनुहुन्छ अथवा सम्मान गर्न चाहनुहुन्छ, यही कमेन्ट बक्समा लेखिदिनु होला। जस्तो लाग्छ आफूलाई उस्तै उत्तर प्रतिक्रियाहरू दिइदिनु होला। त्यो चाहिँ जुम्ला तातोपानी 7 नम्बर सुर्की गाउँ भन्ने ठाउँमा गरिएको मेला हो। यो मेलामा एकदमै प्रख्यात मेला हो। योमा धेरै मान्छेहरू रमाउन, आफ्नो कला संस्कृतिलाई जोगाउन गइरहेका हुन्छन् है। योमा हामी धार्मिक देवताहरूको विश्वास मान्ने भएको कारणले गर्दा पनि हामी सबैले यो पर्वलाई हामी मान्ने गर्छौँ। हरेक वर्षको एकचोटि यहाँ गएर हामीले फुलमाला लगाइदिने, उ गरिदिने, सरसम्मान गर्ने, देवताको पूजा गर्ने कामहरू गर्छौँ। अनि यो यहाँको ठाउँ, यहाँको नाच, धामी नाचहरू कस्तो लाग्छ सबैले देखेर यो भिडियोलाई अनसेयर नगरिदिनु होला। एउटा कमेन्ट अझै पनि छोडिदिनु होला भन्ने आशा व्यक्त गर्दछु। यो चाहिँ माथि देखिने डाँडा चाहिँ मालिका माई डाँडा हो। यहाँबाट जुम गरेर देखाइएको हो।